सधैँ मेरो एउटा के कुरा के भन्दाखेरि उहाँले मेरो श्रीमानको एउटा राम्रो विचार राम्रो बानी के थियो भन्दाखेरि उहाँले कुनै पनि मिटिङमा जाँदाखेरि मलाई सधैँ उहाँले लिएर जानुहुन्थ्यो अनि लिएर जाँदाखेरि अनि उहाँले सधैँ एउटा कुरा के भन्नुहुन्थ्यो भन्दाखेरि डिएक्सनको प्रडक्ट रोगीले खायो भने रोग निस्कने निरोगीले खायो भने रोग लाग्दैन। सधैँ कुनै पनि होम मिटिङ होस् अथवा यस्तै सेमिनार होस् जहाँ गए पनि उहाँले मलाई लिएर जानुहुन्थ्यो अनि लिएर जाँदाखेरि यो कुरा उहाँले भन्नुहुन्थ्यो अनि यो कुराले गर्दाखेरि म खासमा परिवर्तन भएको हो। खासमा म आफैले चाहिँ परिवर्तन भएँ। मेरो श्रीमानको रोगी अवस्थामा चाहिँ डिएक्सनको प्रडक्टलाई युज गरेर उहाँ खाँदाखेरि उहाँको त निको भयो भनेपछि म त रोगी छैन। यो कुरा म आफैलाई चाहिँ के गर्छु एप्लाई गर्छु भनेर अनि मैले फेरि डिएक्सनको प्रडक्टहरू जति छ डिएक्सनको आर्टिफिसियल कफी टुथपेस्ट साबुन सबै युज गर्दाखेरि आज तपाईँहरूको माझमा म आज 3 जना 2टा छोरा 1 जना छोरी 1 जना बुहारी 1 जना नातिनीको म बजू श्रीमती आमा र सासू भएर म उभिराखेको छु। हेर्नुहोस् त डिएक्सनको उहाँले जुन कुरा भन्नुभयो रोगीले खायो भने रोग निको हुने निरोगीले खायो भने रोग लाग्दैन अनि यो कुरा मैले यसरी आफैमा एप्लाई गरेको कारणले गर्दा आज म जुनै पनि ठाउँमा गए पनि डिएक्सनको बारेमा म एकदमै खुल्ला हृदयले म डिएक्सनको बारेमा म भन्न सक्छु। चाहे जोसुकैले जेसुकै भने तापनि डिएक्सन यस्तो हो उस्तो जेसुकै भने तापनि तर त्यस्तो कुरा म सुन्दिनँ। एक कानले सुनेर अर्को कान घुमाउँछु तर डिएक्सनलाई नै म प्रयोग गर्छु किनभने डिएक्सनले मलाई एउटा नयाँ जीवन दिएको छ। डिएक्सनले मलाई एउटा सासूको उपाधिलाई उनले चाहिँ मलाई प्रुभ गरेको छ एउटा आमाको एउटा श्रीमतीको किनभने डिएक्सनले खाँदाखेरि एन्टी-एज र लङ एन्टी-एजको यसले काम गर्दो रहेछ। अनि चाहिँ फर्स्टमा डिएक्सन जब मैले सुरु गर्नुभन्दा अगाडि चाहिँ पहिला म एज एउटा नर्स थिएँ। डिएक्सन जोइन गर्नुभन्दा अगाडि म चाहिँ एउटा नर्स थिएँ। अहिले तपाईँले चाबेलमा होम नर्सिङ होम देखिराख्नु भएको थियो। पहिला पनि राम्रो हुनुहुन्छ भने खबर पक्रिन पहिला त्यहाँ म एज जब गर्थेँ तर मैले त्यहाँ काम गर्दाखेरि मलाई चाहिँ त्यहाँ चाहिँ के हुन्थ्यो भन्दाखेरि ड्युटी 3 सिफ्ट हुन्छ एउटा मर्निङ एउटा इभिनिङ एउटा नाइट। मर्निङ ड्युटी गर्दाखेरि त राम्रो हुन्थ्यो इभिनिङ ड्युटी गर्दाखेरि त राम्रो हुन्थ्यो तर नाइट ड्युटी गर्दाखेरि मलाई एकदमै गाह्रो हुन्थ्यो किनभने रातभरि मैले बिरामीको सेवा गर्नु पर्थ्यो अनि त्यो कारणले गर्दा निद्रामा मलाई एकदमै प्रब्लम भयो। त्यो प्रब्लम भएको कारणले गर्दाखेरि मैले त्यहाँको कुरा जब डिएक्सनमा आउने जाँदा मेरो श्रीमानले जब डिएक्सनमा लिएर जाँदा मैले डिएक्सनमा त एकदमै राम्रो रहेछ यसले त डिएक्सन त एउटा फ्लेक्सिबल बिजनेस रहेछ भन्ने त्यो कुरा मैले थाहा पाएँ अनि मैले यो कुरा साँच्चै डिएक्सन त एउटा फ्लेक्सिबल बिजनेस हो। यानि कि मैले त्यो नर्सको पेसालाई मैले छोडेर भए तापनि म घरमा बसेर पनि फ्लेक्सिबलले अथवा टेम्पोमा जाँदा अथवा बसमा जाँदा ट्रेनमा जाँदाखेरि पनि मैले खोलेर भए पनि यो डिएक्सन बिजनेस गर्न सक्छु भनेर अनि मैले आफ्नो जबलाई क्विट गरेँ र डिएक्सनमा यसरी आफ्नो श्रीमानसँग हातमा हात साथमा साथ काँधमा काँध मिलाएर कदममा कदम मिलाएर म आज तपाईँको माझमा उपस्थित भएको छु। डिएक्सन चाहिँ के गर्छ डिएक्सनले एउटा मलाई पार्ट टाइम पनि गर्न यसले उत्साह दियो। पार्ट टाइम जब म घरमा जब त्यो मैले सायद म एज अ नर्स भएको भए मैले डिएक्सनलाई चाहिँ त्यति साह्रो मैले भूमिका भनौँ न पार्ट टाइम गर्थेँ। कोही बेला बिहान इभिनिङ नाइट ड्युटी गर्दाखेरि पनि मैले डिएक्सनमा अलिअलि गरेर जब उहाँले मलाई लग्दै जानुभयो सेमिनारमा लग्दै जानुभयो तर मैले थोरै नबोले तापनि बोल्न नआए तापनि तर मैले एउटा के गरेँ भन्दाखेरि उहाँसँग हिँड्दा एउटा पेस्ट खाए पनि एउटा टुथपेस्ट पेस्ट साबुन जे भए पनि एउटा सामान चाहिँ मैले के भने दिने भयो भनेपछि यो कसले गर्यो भन्दाखेरि डिएक्सन तपाईँ कुनै पनि जब गर्नुहुन्छ अथवा जहाँ पनि जागिर गर्नुहुन्छ तर कहिले पनि तपाईँले त्यो सुविधा त्यो उत्साह त्यो हुँदैन तर डिएक्सनले दिँदो रहेछ।
कारणले गर्दा डिएक्सएललाई पहिले साथसाथै डिएक्सएलले चाहिँ के गर्दो रहेछ भन्दाखेरि एउटा रिलेसनसिप पनि दिँदो रहेछ। हेर्नुहोस् एउटा रिलेसनसिप भनेको एउटा सम्बन्धको विकास पनि गर्दो रहेछ। कसरी भन्दाखेरि आज तपाईँहरू यहाँ कति देखिराखेको छु म दिदी बहिनी आमाहरू हुनुहुन्छ, कति सायद बुहारी हुनुहुन्छ होला, कति सासू हुनुहुन्छ होला, बहिनी हुनुहुन्छ होला, तर पनि एउटा रिलेसनसिपको एउटा विकास गर्दो रहेछ। सायद हाम्रो किनभने डिएक्सएल बिजनेस एउटा यस्तो बिजनेस छ जो हामीलाई बोल्न सिकाउँदो रहेछ, बोल्न सिकाउँदो रहेछ। तपाईँ एउटा घरमा बुहारी हुनुहुन्छ भने सासूसँग कस्तो प्रकारले सम्बन्ध गर्नुपर्ने, त्यो सासू बिरामी छ भने अब तपाईँको चाहिँ अब सासू बिरामी हुँदाखेरि अथवा चिया अथवा डिएक्सएलको कफी लगेर दिनुहुन्छ, मम्मी अथवा आमा यसरी तपाईँले डिएक्सएल यसरी खानु, तपाईँलाई खाँदाखेरि यसले एकदमै राम्रो गर्छ भनेर तपाईँले के गर्नु हुँदो रहेछ भने एउटा रिलेसनसिपको एउटा विकास पनि गर्दो रहेछ। भनेपछि डिएक्सएल कति राम्रो बिजनेस हो, एउटा रिलेसनसिपलाई पनि एउटा विकास गर्दो रहेछ डिएक्सएलले। र साथसाथै यो चाहिँ डिएक्सएल मैले किन लोजेँ भन्दाखेरि यो एउटा अनलाइन बिजनेस पनि हुँदो रहेछ। आज कति हाम्रो जवान छोराछोरीदेखि लिएर मैले कति कुराहरू यस्तो फेसबुकमा हेर्दाखेरि हाम्रो प्रायः जवान छोराछोरीहरू आजकल त अब जवान छोराछोरी नभन आजकल दिदी बहिनीहरू पनि पुरा टिकटकमा चाहिँ व्यस्त भइसक्नु भएको छ। यदि यो कुराले तपाईँलाई चित्त दुखेको छ भने यसको लागि म क्षमा प्राप्ति छु, तर टिकटक पनि चलाउनु पर्छ, गर्नु पनि पर्छ, र कसको साथमा डिएक्सएलको प्रोडक्टको साथ। किनभने जहाँ त्यो कुराको कारणले गर्दा यसलाई हामीले एउटा व्यवसायको रूपमा लिन्छ होइन, हाम्रो व्यक्तित्व पनि विकास हुँदैछ। हामी फेसबुकबाट पनि गर्न सक्छौँ।